नमस्ते। आज हामी एउटा एकदमै चासोको विषयमा कुरा गर्दैछौं, चेक बाउन्स अथवा भनौं न चेक अनादर। यसमा भर्खरै नेपालको कानूनमा ठूलै परिवर्तन आएको छ। हो, सरकारले यो ब्याङ्किङ कसुर तथा सजाय ऐन 2064 लाई संशोधन गरेर नयाँ व्यवस्था ल्याएको हो। राजपत्रमा प्रकाशित भइसकेपछि अब लागू भइसक्यो। हो, र यसले त पुरानो प्रक्रिया, सजाय अनि खास गरी त्यो मुद्दा हाल्ने समय सीमा हदम्यादमा त पुरै हेरफेर गरेको छ नि, हैन र? बिल्कुल। आज हामी यही नयाँ व्यवस्थाका मुख्य बुदाहरू के हुन् र यसले सर्वसाधारणको ब्याङ्किङ कारोबारमा कस्तो असर पार्ला भन्नेमै केन्द्रित हौं। त्यसो भए सुरु गरौं न त। पहिलेको भन्दा के फरक भयो भन्ने बाटै। एउटा ठूलो कुरा त पहिले दुईवटा कानून थियो रे नि यो चेक बाउन्सलाई हेर्ने। हो, त्यो एउटा मुख्य समस्या नै थियो। एउटै कसुर चेक बाउन्स, तर कहिले ब्याङ्किङ कसुर ऐन लाग्ने, कहिले चाहिँ त्यो पुरानो विनिमय अधिकार ऐन 2034 अन्यल थियो। अब चाहिँ त्यो विनिमय अधिकार ऐनको दफा 107 कलाई खारेज नै गरियो। अब सबै चेक बाउन्सका केसहरू यही ब्याङ्किङ कसुर ऐन अन्तर्गत मात्रै हेरिन्छ। ए, भनेपछि कानूनी रूपमा एउटै बाटो भयो। त्यो त राम्रै भयो होला, तर प्रक्रिया नि अब मुद्दा कसरी अगाडि बढ्छ त? प्रक्रियामा पनि ठूलो परिवर्तन छ। पहिले कस्तो थियो भने सिधै अदालतमा पनि मुद्दा हाल्न सकिन्थ्यो। हो नि। अब त्यो बाटो बन्द भयो। चेक बाउन्स भयो भने अनिवार्य रूपमा पहिले प्रहरीका जाहेरी दिनुपर्छ। ए, प्रहरीका? हो, अनि प्रहरीले नै अनुसन्धान गर्छ, प्रमाणहरू बुझ्छ, अनि मात्रै सरकारी वकिल मार्फत मुद्दा अदालतमा दायर हुन्छ। भनेपछि अब सबै मुद्दा प्रहरीबाटै लाने भयो। यसले त प्रहरीमाथि कामको चाप बढ्ने भयो नि त, हैन र? पहिले नै उजुरी धेरै हुन्थ्यो भन्थे। त्यो त पक्कै हो, चाप त बढ्छ नै, तर सायद अनुसन्धानलाई एउटा प्रणालीमा ल्याउन खोजिएको होला। तर यो भन्दा पनि बढी चर्चा त सायद हदम्यादको भएको छ नि। समय सीमा घटेर 1 वर्ष मात्रै भयो भन्ने कुराले त धेरैलाई अचम्मित पारेको छ। हो, यो चाहिँ सायद सबैभन्दा महत्वपूर्ण र असर पार्ने परिवर्तन यही हो। पहिले विनिमय अधिकार ऐन अनुसार 5 वर्षसम्म मुद्दा गर्न पाइन्थ्यो। 5 वर्ष? 5 वर्ष। अब त्यो हटेर चेक बाउन्स भएको मितिले ठ्याक्क 1 वर्षभित्र प्रहरीमा जाहेरी दिइसक्नु पर्ने भयो। 1 वर्ष मात्रै? हो, 1 वर्ष। यदि 1 वर्षभित्र जाहेरी परेन भने त्यो बाउन्स भएको चेक लिएर बसेर मात्रै भएन, कानूनी कारबाही अगाडि बढाउन सकिँदैन। बाप्रे, भनेपछि त कसैले चेक लिएर ढुक्कले बस्ने दिन गए। 1 वर्षभित्रै दौडधुप गर्नुपर्ने भयो।